इपिएस कार्यालयभित्र पनि हुन थाल्यो दिनदिनै दिनदाडै चलखेल पैसाको। जहाँ हुन्छ पैसा त्यहीँ हुन्छ रङ्गमञ्च भने जस्तो लुट्न सके लुट कान्छा नेपालमै छ छुट भने जस्तो चलिरहेको छ अहिले इपिएस कार्यालयभित्र। के साँच्चै पैसाको लोभमा लोभिएको हो त इपिएस कार्यालय? अथवा हजारौँ सपना हजारौँ आशा बुनिरहने विद्यार्थीहरूको भविष्यमा लात हानेको इपिएस कार्यालयले? अहिले कुरा हो साथीहरू राहदानी विभाग र पासपोर्टको कुरा। अहिले यो कुरालाई लिएर इपिएस कार्यालयले अस्ति मात्रै 2083 साउन 11 गतेबाट 17 गतेसम्म आवेदन दिन सकिन्छ अथवा अनलाइन फर्म भर्न सकिन्छ भनेर जानकारी गराएको थियो। त्यही समय पश्चात एक दिन सर्भर डाउन भयो र त्यसपछि फेरि 2083 साल 11 गतेदेखि 18 गतेसम्म फर्म भर्न पाइन्छ भनेर जानकारी गराएको थियो। र आज मात्रै आएको नोटिसले जुन म पनि अचम्मै छु, जुन सबैलाई छक्क बनाइरहेको छ इपिएस कार्यालय। यो कुराले हेर्ने हो भने हामीले इपिएस कार्यालय मजाले पैसामा लोभिएको एउटा निष्कर्ष मजाले निकाल्न सक्छौँ। अहिले यही कुरालाई मध्यनजर गरेर इपिएस कार्यालयले 2083 साल साउन 20 गतेसम्मको लागि अन्तिम आवेदन दिन सकिन्छ भनेर नोटिस जारी गर्यो। यो त स्वतः लुट्न सके लुट कान्छा नेपालमै छ छुट भने जस्तो लाग्छ। हजारौँ विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्ने र हजारौँ विद्यार्थीहरूलाई भविष्यमा लात हान्ने। अहिले जति सकिन्छ फर्म खुलाउने, फर्मको कुनै लिमिट त नहुने। जब फर्म खुलिसकेपछि परीक्षामा भने दाँतले जिब्रोलाई टोके जसरी टोकिदिने। अहिले समस्या त्यही भइरहेको छ र नेपाली विद्यार्थीहरूको भविष्य त्यसरी नै चकनाचुर भइरहेको छ। यो कुरा हो साथीहरू, जति पनि पास भएर बस्नुभएको साथीहरू हुनुहुन्छ, इपिएस कोरियाको लागि एउटा भविष्य सुनिश्चित गर्छु भनेर लागेको नेपाली विद्यार्थीहरू, जति पनि साथीहरू म्यानुफ्याक्चरिङको अथवा एग्रिकल्चरको सम्पूर्ण रोस्टरमै बस्नुहुन्छ, रोस्टरमै बसिरहनु भएको छ र रोस्टरमै बस्दै समय बितिरहेको छ र उहाँ अत्याधिक रूपमा रिमेडिकल गर्ने, जब एप्लिकेसन फर्म भर्ने, रिजब एप्लिकेसन फर्म भर्ने दिनहरू बितिरहेको छ र इस्यु हुने यादमा सालहरू बितिरहेको छ। रै पनि इपिएस कार्यालय किन चुप्छ त यो कुरामा? उसलाई फर्म खुलाउनु छ, फर्म खुलाए पनि फर्ममा सीमितता छैन भने किन फर्म खुलाउँछ इपिएस कोरिया शाखाले? 2083 साल 11 गतेदेखि 17 गतेसम्म फर्मको लिमिटता थियो भने अहिले फेरि फर्म साउन 20 गतेसम्म किन लम्बाइयो त? यदि यो पैसाको लोभको प्रलोभन होइन अथवा यो लुट्ने धन्दा होइन भने साउन 11 गतेदेखि 20 गतेसम्म हुनुपर्ने यो अनलाइन फर्म अहिले किन बनाइयो त? यदि पैसाको लोभ होइन भने, लुट्ने धन्दा होइन भने। सायद हामीले भनिन्छ G2G मार्फत हो, G2G पारदर्शी हुन्छ, विश्वसनीय हुन्छ भनेर भन्छौँ। तर इपिएस कोरियाको रोजगारी अब चाहिँ त्यस्तो सुनिश्चित हामीले देख्दैनौँ साथीहरू। तपाईँलाई पनि के लाग्छ? तपाईँले पनि अहिलेसम्म महसुस गरेको कुराहरू पक्कै पनि राख्न सक्नुहुनेछ। यो त स्वतः नेपाली नागरिक, नेपाली विद्यार्थीको भविष्यमाथि सोझो लात हानेको जस्तो लाग्छ। मजाले फर्म भराउने, पैसा असुल्ने र त्यसपछि रोस्टरमा लगेर राख्ने, खाँच्ने, त्यसपछि मतलब नगर्ने र फेरि नयाँ फर्म खुलाउने, फेरि त्यही कार्य चलिरहन्छ। यो त नेपालको एउटा राम्रो क्रेज देखेर कोरियाले फाइदा उठाएको जस्तो पनि लाग्छ मलाई। तर वास्तवमै यो चाहिँ एकदमै निन्दनीय विषय छ। इपिएस कोरिया शाखा G2G भने तापनि बाहिर देखावटीमा मात्रै पारदर्शी भन्ने कुरा देखिन्छ, तर भित्र कतै न कतै पैसाकै चलखल छ भन्ने कुरा हामीले स्पष्ट बुझ्न सकिन्छ। र यो कुरा दिनानुदिन इपिएस कार्यालयले पनि देखाइरहेको अवस्था छ। तपाईँले यो कुरा बुझिरहँदा तपाईँलाई के लाग्छ? कृपया जे मन लाग्छ त्यही कमेन्ट गरिदिनु होला। र तपाईँलाई यो भिडियो हेल्पफुल भयो भने भिडियोलाई लाइक गर्नु होला र स्वतः यो लुट धन्दा हो जस्तो लाग्छ भने यो च्यानललाई पनि सब्स्क्राइब गरी अगाडि बढ्न नबिर्सनु होला।